सुरु गर्नु। मेरो नाम चाहिँ प्रमोद सापकोटा हो। लोकन्थली माछा घर छ मेरो। अनि भाइ हाम्रो ज्योतिष भाइले त्यो हेर्नुभन्दा अगाडि चाहिँ खासमा धेरै कुराहरू वास्तु कुराहरू मिलाइदिएका थिएन। अलिकति अलिक डर त्रास अलिक कता कता केही नमिलेको हो कि जस्तो त्यस्तो फिल हुन्थ्यो घरमा। तर अब वास्तु मिलिसकेपछि अहिले मिलाइसकेपछि चाहिँ अहिले 1 वर्षपछि हो, 1 वर्षपछि आएर चाहिँ गर्दाखेरि चाहिँ सबै राम्रो देखिएको छ, घरमा पनि राम्रो देखिएको छ। अनि सबैजनालाई राम्रो छ, सबै ठिक छ, राम्रो राख्नु पर्ने रहेछ भन्ने फिल भयो। अनि हजुरले वास्तु गर्दाखेरि के अनुभव भयो? हजुरले वास्तु गर्नुपर्ने रहेछ कि गर्नुपर्ने रहन्छ भन्ने कुराको बारेमा नि अलिकति बताइदिनु न। वास्तु गर्दा धेरै राम्रो भन्ने कुरा देखियो। किनभने वास्तु गरौँ अब घर बनाइसकेको घरमा चाहिँ अलिकति मिलाउन गाह्रै हुँदो रहेछ। घर बनाउनुभन्दा अगाडि यसो हेरेर बुझेर वास्तुलाई के लाएर गर्नुपर्ने रहेछ। अब बनाइसकेको घरमा पनि त्यो सामानहरू अथवा त्यो कपरको सामानहरू मेटेरियलहरू राखेर गर्दाखेरि चाहिँ राम्रो हुने रहेछ भन्ने अनुभव भयो। हजुर, हस्, धन्यवाद हजुरको फिडब्याकको लागि।